यो पूर्वी नेपाल लिम्बुवानको 17 थुम मध्ये एक थुम छथर हो। छथर नामाकरणका थुप्रै किम्बदन्तीहरू रहेका छन्। लामो समयसम्म अनुसन्धानमा बिताएका सुब्बा ब्रिजमान तुमखेवाका अनुसार छथर थङथरु भन्ने शब्दबाट अपभ्रंश भएको हो। यसको अर्थ लडाईँ थामियो भन्ने हुन्छ। दस्तावेजहरूमा विक्रम सम्वत 1867 बाट छथर लेख्न थालिएको हो। खेवाहाङहरू लिम्बुवानका महत्वपूर्ण शक्तिको रूपमा गनिन्थे। विक्रम सम्वत 1867 ताका यिनै छथरी खेवाले आफ्नो ठूलो अस्तित्व खडा गरी थुमको नाम नै आफ्नो छथरी खेवाको नामबाट नामाङ्करण गरी छथर कायम गराएको मुन्दुमविद भरत कुमार तुङहङले छथरे समाजको स्मारिका 2067 मा उल्लेख गरेका छन्। शाह र राणा शासकहरूले लिम्बुवानलाई 17 थुममा विभाजन गर्दा एक थुम छथर मानिन्थ्यो। यो ताक्लुङ हो। लिम्बुवानकै पुरानो ऐतिहासिक राजधानी मानिने ताक्लुङ खेवा वंशका लिम्बुहरूको यग मानिन्छ। 10 लिम्बुवान मध्ये एक मानिने खेवाहरू 10 लिम्बुवानकालीन शासक थिए। लिम्बुवान बन्नु पूर्व 8 किराँतहरूको प्रान्तीय राज्यमा ताक्लुङका लारासो पाङबोहाङ राजा आफ्नो पूर्वज भएको खेवाहाङहरू बताउँछन्। काठमाडौँ उपत्यकामा किराँतहरू विस्थापित भएपछि करिब तेस्रो चौथो शताब्दीतिर ताक्लुङ आएर राजधानी बनाएको अनुमान गर्न सकिन्छ। याक्थुङहाङ लिलिमहाङ खेवाहाङहरूको शिर उठाउने माङ्गेना मुन्धुमले खेवाहाङ काठमाडौँ उपत्यकाबाट सुनकोसीको तिरैतिर हुँदै बाराजी कोकाजी बराहामाङको दर्शन गरी तमोरगढतिर पछ्याएका थिए। उनीहरूले झलहारा बेलहारा हाङसामरङ हाङसेमालुङ हाकपारा घाट हुँदै सागोकमारी पमेजुङ हुँदै तावालुङ सुसुवादेन ताक्लुङ पुगेको मुन्धुममा उल्लेख छ। विजय पर्यो पाङ्गुवा एगेर त्यन्ता मेखेम गेर देगा हमपलम बगेर रगुवा खाटा ओ थाक्पे रोङ मनेमै हमपो गेर हमपलम बगेर आल्या हाङसामरङ ता हाङसेन्ता केरा देगा छरुवा खाटा तो केरा देगा हाकपारा यो पहिले अनि यो लम्बाको भेम्पाको याक्थुङ हाङको यो अनि काठमाडौँरी अनि युगमा जान तर यहाँ आइपुग्दा खेवाहाङहरूको पुर्खा याक्थुङहाङ लिलिमहाङ खेवाहाङले दाहिने हातमा हाङमेरी फुङ र देब्रे हातमा सेमेरी फुङ बोकेर चौरीमाथि चढेर आफ्नो समूहको नेतृत्व गर्दै आइपुगेको किम्बदन्ती छ। लेखक प्रेम बहादुर माबोहाङ र भूपेन्द्र ढुङ्गेलले याक्थुङहाङ लिलिमहाङको नेतृत्वमा सेना कुल कबिला समेत यो गढीमा उपत्यकाको बनेपाबाट राजधानी सारेको र यस ताक्लुङदेन यगलाई सम्पूर्ण लिम्बुहरूकै पुरानो राजधानी भनी पुस्तकमा उल्लेख गरेका छन्। चन्द्रप्रसाद योङयाले आफ्नो पुस्तकमा ताक्लुङ